हेलो नमस्कार, म तुलसी आचार्य बसुदेव 19बाट र म यो तपाईँलाई केही मेरो हस्तकला देखाउन गइरहेको छु। म एउटा श्रम संस्कृति पार्टीको सदस्य पनि भएको हुनाले म आफ्नो श्रम गरेर खानुपर्छ भन्ने एउटा शिक्षा दिनुको लागि तपाईँको माझमा प्रस्तुत भएको छु र यो देखाउन गइरहेको छु तपाईँहरूलाई। यो त्यति पनि देख्दै हुनुहुन्छ, यो देख्दै हुनुहुन्छ। यो हाम्रो प्लास्टिकको गुन्द्री जो खेर गइरहेको प्लास्टिकहरू, अनि यो खेर गइरहेको प्लास्टिकहरूलाई सङ्कलन गरेर बनाइएको हो र यसरी चाहिँ यो तयार भएको छ र कठोर मेहनत त छ, तर पनि जब बनिसकेपछि यसमा खुसी हुन्छ र यसरी चाहिँ यो हाम्रो तयार भएको छ र यहाँ हाम्रो दिदीहरूलाई पनि यहाँ हेर्दै हुनुहुन्छ। अनि यो उहाँहरूलाई पनि मन परेको छ, मेरो श्रीमतीलाई पनि मन परेको छ। उहाँ पनि एकदम खाना पकाएर मलाई सहयोग गर्नुहुन्छ। हाम्रो नातिनी हाम्रो यहाँ खेल्नेको लागि पनि रमाइलो मान्नुहुन्छ। मेरो श्रीमती खुसी हुनुभएको छ मेरो उ देखेर भन्नु के हजुर, मेरो कला देखेर मेरो श्रीमती पनि खुसी हुनु। सबै हाम्रो घर परिवारहरू खुसी छन्। सुरुमा गाली गर्नुहुन्थ्यो, तर अहिले चाहिँ एकदम खुसी मान्नु भएको छ। तपाईँलाई सबैको साथ सहयोग पाएमा म फेरि अझै अरू कुरा पनि गर्न सक्छु। धन्यवाद। मलाई सम्पर्क गर्न चाहनुहुन्छ भने 98 480 9108 मा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।